बाटो हेर्नु आमामामा के भएर यस्तो भएको पिच गतिलो हालेर रेलको लिङमा अनि गाडी एक्सिडेन्ट नहुने कुरा आउँछ अब उताबाट यता पनि गाडी गयो भने फलचाबाट यस्तो भयो हुँदैन 10 टन 15 टन 20 टनको गाडी हिँड्छ होइन अनि यस्तो हुँदा जोडिँदैन आमामामा होइन यस्तो रहेछ यो जुन युरोप अमेरिका अलि विकसित मुलुकहरू छ नि हो त्यो त्यसमा चाहिँ यसको पनि प्योर अलकत्राको प्योर भाग हुन्छ नि 1 नम्बरको त्यो चाहिँ तपाईँको 100 डिग्रीमा पनि नपग्लिने उहाँ त्यस्तो मरुभूमिमा गर्मीमा पनि कस्तो अनि त्यो 3 नम्बर ग्रेड 4 नम्बर ग्रेड चाहिँ यतातिर पठाउँदो रहेछ क्या अनि तपाईँको चाहिँ गर्मी ठाउँ फेरि हो जाडोमा केही हुँदैन फेरि हो जाडो ठाउँतिर त्यो समस्या त्यही हो त्यो पग्लिएपछि त त्यो लोड त्यो पग्लेकोबाट हिँडेपछि त बनाइहाल्छ नि चिजै कम छ फेरि जे गरे नि चल्नु त भने चल्ने यताको के कुरा गर्नु काठमाडौँको कुरा गर्नु कस्तो छ बाटो काठमाडौँ हेर्दै यता त गजब धेरै धेरै त्यस्तो राजधानीमा त्यस्तो हो त्यो रत्न पार्क हेर्नुहोस् कस्तो हुनुपर्ने त्यो जग हुनु पर्यो हिजो धरहरा बत्किया छ तपाईँको होइन नेताहरूले कमाएर त खान्छन् ल कसैले कमाउँछ कमाउने पनि कति कमाउने कुनै सीमितै छैन गर्न चाह्यो भने सक्दैन अहिले त धेरै पैसा ओरिया छ नेपालमा सब विदेश गर्न चाह्यो भने सक्दैन अब यहाँ अब यस्तो भन्नुहुन्छ तपाईँ उहाँ गएर मामा कसैले सोध्यो खैरीहरूले कहाँबाट देशबाट भन्यो भने हामीले नेपाल भन्दा लाज हुन्छ म त नेपाल भन्दिनँ देशभक्ति खोकेर देखाएर के गर्नु त्यो गर्ने बित्तिकै 50वटा क्वेसन सोध्छ के भएको थियो भुइँचालो आएको थियो रे होइन कति यहाँ विदेशमा पैसा गयो तिमीहरूको देश एकदमै करप्ट देश हो होसियार देश के भइरहेको छ कसो ऊ इन्ट्रेस्ट गर्छ क्या त्यो बारेमा जान्ने त्यो भन्दा राम्रो आई एम फ्रम इन्डिया भनिदियो हो गुड हेर्दा पनि इन्डियन जस्तै अनि त्यो कुरा छोट्याउनलाई हो क्या अनि अब अहिले यो तपाईँको भूकम्प आयो एक तबकाका मान्छेहरूलाई यति ठुलो अपर्च्युनिटी भयो कि पैसा कमाउने यहाँकालाई मात्रै होइन उही पनि चन्दा उठाएर लाखौँ करोडौँ खाइदिए उही विदेशमै अब उसले दिने तपाईँको यति कि तपाईँको अमेरिकातिर त मैले पनि $500 दिएको थिएँ कि मामा अनि के अरे एउटा त्यसै अब गाडी चलाउने होइन अनि अब त्यो बेलामा धेरै आयो हुनाले इन्डिया भनेर नेपालमा यस्तो आएको थियो भने नेपाल मात्रै भनेको थिएँ $50 एक्स्ट्रा दिए त्यसले तपाईँलाई त हेर्नुहोस् केही भनेकै छैन है $50 ल हेर तेरो यो चाहिँ भुइँचालोको लागि तैँले पठाउनु पर्छ यो त्यस्तो आत्मा भएको मान्छेहरू छन् क्या अनि ऊ धनी हुनु जरुरी छैन फेरि त्यो त यहाँका धनी छन् उहाँका भन्दा धेरै धनी छन् उहाँ त उधारो जिन्दगी हो हेर्नु सबै उधारो जिन्दगी जति कमाए पनि 4 लाख 5 लाख जति कमाए पनि तिर्ने नै हो ग्यारेन्टी छैन ग्यारेन्टी छैन ग्यारेन्टी त छ यहाँ त ग्यारेन्टी छैन भगवान भरोसा यहाँ भन्नु म अब 67 वर्षको भएँ होइन अब मेरा छोराछोरीले यो बाउले नै दिए हुन्थ्यो भने उनीहरूको अझै छ किन अझै काम गर्दै हुन्थ्यो